हेलो साथीहरू नमस्ते। अहिले चाहिँ गाभाको सिजन है। प्रायःजसो घरहरूमा चाहिँ गाभाको सब्जी बनिरहेकै हुन्छ र मेरो घरमा पनि गाभाको सब्जी चाहिँ हामी बेला बेलामा बनाइरहेको हुन्छौँ। तर मैले आज चाहिँ गाभाको सब्जी भन्दा पनि गाभाको पत्ताबाट चाहिँ अरू नै केही रेसिपीहरू चाहिँ बनाउन गइरहेको छु। जुन भिडियो चाहिँ जुन रेसिपी मैले चाहिँ टिकटकबाटै हेरेको थिएँ है। फर्स्ट टाइम मैले ट्राई गरेको घरमा बनाउनको लागि कसरी बन्छ त कसरी बनाउँछु भनेर चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा भिडियो सेयर गर्दैछु। यो भिडियो चाहिँ तपाईँहरूले अन्तिमसम्म हेरिदिनु होला भनेर रिक्वेस्ट गर्छु। सबभन्दा पहिला चाहिँ मैले गाभालाई चाहिँ राम्रोसँग सफा गरेँ र त्यसको पछाडिपट्टिको भागको रेसाहरूलाई चाहिँ चक्कुको सहायताले चाहिँ हटाएको छु। साथै मैले अर्कोतिर चाहिँ अलिकति दाल चाहिँ भिजाएको थिएँ र त्यो दालमा मैले स्वादअनुसारको नुन, बेसार, त्यसपछि जिरा धनियाँ अनि लसुन, अदुवा र मरिच राखेर चाहिँ त्यसलाई चाहिँ त्यो दालको चाहिँ पेस्ट बनाएँ र अघि बनाएको पेस्टलाई चाहिँ मैले गाभाको जुन पत्ता छ त्यो पत्ताको पछाडिपट्टिको भागमा चाहिँ राम्रोसँग लगाएँ र लगाइसकेपछि जुन पत्ताको छेउछेउको भागलाई चाहिँ फोल्ड गरेर मैले अगाडिको भागबाट चाहिँ यसलाई चाहिँ फोल्ड गरेर यसको गाभाको चाहिँ पत्तालाई मैले एउटा रोल बनाएको छु, जुन तपाईँहरूले भिडियोमा पनि देख्न सक्नुहुन्छ। यसरी रोल बनाइसकेपछि मैले चाहिँ जुन रोल छ त्यसलाई चाहिँ मोमो पकाउने भाँडामा चाहिँ स्टिम गर्नको लागि बसाल्दैछु। मैले यो रोल बनाउँदाखेरि चाहिँ अलिकति टाइटले नबनेको भएर मैले रस्सीको सहायताले त्यसलाई अलिकति अड्काएको थिएँ। जुन तपाईँहरूले चाहिँ त्यो चाहिँ तपाईँको अप्सनमा हो है। यदि बन्छ भने चाहिँ तपाईँहरूले त्यो युज नगरिकन पनि बनाउन सक्नुहुन्छ। र यसरी मैले चाहिँ अघि बनाएको रोललाई 15 मिनट जति चाहिँ मैले स्टिम गरेँ। अब चाहिँ मेरो यो रोल चाहिँ रेडी भइसकेको छ। त्यसपछि मैले त्यसलाई केही टाइमको लागि चिसो हुनको लागि चाहिँ राखिदिएको छु र चिसो भइसकेपछि यसलाई मैले सानो सानो पिसहरूमा चाहिँ कटअप गरेको छु है, जुन तपाईँले देख्न सक्नुहुन्छ। र यदि तपाईँहरूको जुन रोल छ यो एकदमै चिसो भइसकेपछि कटअप गर्नुभयो भने त्यो फुट्ने चान्सेस चाहिँ एकदमै कम हुँदो रहेछ। मैले एउटा दुइटा चाहिँ काट्दाखेरि अलिकति बिग्रेको थियो र राम्रोसँग चिसो भइसकेकोलाई काट्दा चाहिँ राम्रोसँग पिस बनेको थियो। त्यसपछि मैले अर्को प्यानमा चाहिँ अलिकति तेल तातो बनाएँ र त्यो तातो बनेको तेलमा चाहिँ मैले यसलाई चाहिँ फ्राई गर्नको लागि चाहिँ राखेको छु। नर्मली अरू पकौडाहरू बनाउँदाखेरि जस्तै यसमा चाहिँ तेल चाहिँ त्यति धेरै युज नहुँदो रहेछ। हामीले कम तेलमा पनि यसलाई बनाउन सकिन्छ। र यसरी बनाइसकेपछि यो जुन पकौडा छ यसलाई चाहिँ तपाईँले घरमा टमाटरको चटनी अथवा केचप साथै तपाईँले रायता जेसँग पनि तपाईँले चाहिँ लिन सक्नुहुन्छ है। र मेरो पकौडा चाहिँ अलमोस्ट रेडी भइसकेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। तपाईँहरूले पनि घरमा यसरी नै बनाएर टेस्ट गर्नुहोला। र म तपाईँलाई अर्को के रिक्वेस्ट गर्छु भने र यस्तै थप भिडियोहरू हेर्नको लागि तपाईँले मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला र साथमा नजिकै भएको बेल आइकनमा पनि क्लिक गरिदिनु होला है। थप भिडियोहरू चाहिँ म पोस्ट गर्दै जानेछु। थ्याङ्क यू सबैजनालाई जतिले पनि मेरो भिडियोहरू हेरिदिनु भयो र मेरो भिडियोलाई चाहिँ लाइक गर्न चाहिँ नभुल्नु होला र घरमा पनि यसरी नै बनाएर तपाईँले चाहिँ ट्राई गर्नु होला है त। हस्।